नेपाल प्रेस्बिटेरियन चर्च चुनिखेल युवा सङ्गतिद्वारा प्रस्तुत गरेको आजको यस दैनिक उपासनामा उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण श्रोताजन साथै विश्वासीजनहरूलाई न्यानो अभिवादन छ। साथै हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। फेरि पनि तपाईलाई आजको यस दैनिक उपासनामा स्वागत गर्न चाहन्छु र आजको उपासनाको लागि विषय रहेको छ अनिश्चिततामा परमेश्वरमाथि भरोसा गर्नु। हितोपदेश 3 अध्यायको 5 देखि 6 पदमा यसो लेखेको छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समझ शक्तिमा भर नपर। आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। अनिश्चितता मानव जीवनको एउटा अटल सत्य हो। कति राम्रोसँग योजना बनाए पनि जीवनमा अनपेक्षित मोडहरू आउँदछन्। यस्ता घडीहरू रोग, जागिर गुमाउनु, ढिला उत्तर, बन्द भएका अवसरहरू हाम्रो जीवनमा आइपुग्दा हामी प्रश्न, चिन्ता र डरले भरिन सक्दछौँ। हामी प्राय स्पष्टता चाहन्छौँ। के हुँदैछ, अब के हुनेछ र किन यस्तो भयो भनेर जान्न चाहन्छौँ। तर साँचो कुरा के हो भने परमेश्वरले हामीलाई सधैँ सबै उत्तरहरू एकैचोटि दिनुहुन्न। उहाँले हामीलाई विश्वास गर्न बोलाउनुहुन्छ। तिमीहरू आफ्नो सम्पूर्ण मनले यहोवामाथि भरोसा गर। यो गहिरो आह्वान हो। आधा मनले होइन, सजिलो हुँदा मात्र होइन, तर सम्पूर्ण मनले विश्वास गर कि परमेश्वर असल हुनुहुन्छ। जीवन असल नलागे पनि विश्वास गर कि उहाँको समय उत्तम छ। ढिलो लागे पनि विश्वास गर्नुहोस् कि उहाँको योजना अहिले देखिएको भन्दा ठुलो छ। आफ्नो बुझाइमा भर नपर। हाम्रो बुझाइ सीमित छ। हामी साँघुरो दृष्टिले हेर्दछौँ। जे कुरा हामीले मोड जस्तो देख्दछौँ त्यो परमेश्वरको मार्ग निर्देशन हुन सक्दछ। जुन हामीले मौनता ठान्छौँ त्यो उहाँको तयारी हुन सक्छ। पवित्र शास्त्रमा हामीले धेरै पात्रहरू देख्छौँ जसले अनिश्चितताको यात्रा गरे। अब्राहम, जसलाई थाहा नभएको ठाउँतर्फ जान परमेश्वरले बोलाउनु भयो, हिब्रू 11:8 मा पाउँदछ। योसेफ, जसले धोका, दासत्व र जेल सहेर पछि परमेश्वरको योजना पूरा भएको देखे, जुन उत्पत्ति 50:20 पदमा पाइन्छ। मरियम, जसले आफ्नो जीवनको प्रत्येक बाटोलाई प्रभाव पार्ने योजना स्वीकार गरिन्, लुका 1:38 पदमा छ। यी मध्ये कसैसँग पनि पूर्ण स्पष्टता थिएन, तर उनीहरूसँग विश्वास थियो र परमेश्वरले आफ्नो विश्वास योग्यता देखाउनु भयो। केही समय शान्त भएर विचार गरौँ। तपाईको जीवनको कुन भाग अहिले अनिश्चित छ? के तपाईँ आफ्नै बुझाइमा भर पर्नु भएको छ कि परमेश्वरलाई तपाईँलाई क्रमिक रूपमा मार्ग निर्देशन गर्न निम्त्याइरहनु भएको छ? आज व्यवहारिक रूपमा परमेश्वरमाथि विश्वास गर्नु भनेको तपाईँको निर्णय, भावना र कार्यहरूमा कस्तो देखिन्थ्यो? परमेश्वरले हामीलाई सबै उत्तरहरू खोज्न भन्नुभएको छैन। उहाँले हामीलाई विश्वास गर्न भन्नुभएको छ, उहाँमा जो सबै उत्तरहरू राख्नुहुन्छ। परमेश्वरले हामीलाई अलमल, ढिलाइ वा कठिनाइ रहित जीवनको वाचा गर्नु भएन, तर उहाँले हामीलाई हाम्रै साथ यात्रा गर्ने वाचा गर्नुभएको छ। उहाँको अतीतको विश्वासयोग्यता हाम्रो लागि भविष्यमा ढुक्क हुने आधार हो। प्रत्येक अनुत्तरित प्रश्न उहाँको बुद्धिमत्तामा भर पर्ने अवसर हो। प्रत्येक बन्द ढोका उहाँको ठुलो योजनामा भरोसा गर्ने मौका हो। अनिश्चितता परमेश्वरको अनुपस्थित होइन, अक्सर उहाँको उपस्थितिको सबैभन्दा गहिरो अनुभूति त्यही हुन्छ जब हामीलाई भविष्य थाहा छैन। हामी त्यो थाहा पाउन सक्छौँ हाम्रो भविष्य उहाँको हातमा छ भनेर। आज उहाँमाथि भरोसा राखौँ जब हामीलाई थाहा पनि हुँदैन। उहाँको विश्वास योग्यता अहिलेसम्म कहिले चुकिएको छैन र अब पनि चुक्ने छैन। त्यसैले आजको दिनमा जानु अघि तपाईँको मुटुलाई यो सत्यमा विश्राम दिनुहोस्। तपाईँसँग सबै उत्तरहरू नहुन सक्छ, तर तपाईँ त्यो व्यक्तिको हातमा हुनुहुन्छ जससँग सबै उत्तरहरू छन्। उहाँ सम्पूर्ण चित्र देख्नुहुन्छ। उहाँलाई थाहा छ अब के हुँदैछ र उहाँ पहिले नै त्यहाँ हुनुहुन्छ तपाईँको मार्ग तयार पार्दै। उहाँमाथि विश्वास राख्नुहोस्। उहाँ तपाईँलाई कहिल्यै निराश पार्नुहुन्न।
चाहिँ हुन्छ। त आजको यस उपासनाद्वारा तपाईँहरू सबजना आशिषित हुनुभएको परमेश्वरको महिमाको